हेलो नमस्ते शिवा वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। र म चाहिँ अहिले खेतमा चाहिँ आली भित्ता तास्नको लागि जाँदैछु। अनि यहाँ मैले अगाडि देखिरहेको छु दिक्कु पनि भर्खर जानु हुँदो रहेछ। खेतालाहरू चाहिँ दिक्कु ए कोही पनि जानुभएको छैन अगाडि? ए भने सबैभन्दा फर्स्ट त म पो भएछु त। तपाईँ पनि अहिले नै हिँड्नुभएको होला? ए दिक्कुहरू ए दिनेहरू चाहिँ ए यहाँ म दिक्कुसँग ठ्याक्कै भेट भयो बाटोमा। यहाँ दिक्कुसँग म जाँदैछु। आज कतिजना खेताला हुनुहुन्छ दिक्कु? जम्मा 5 जना ए 5 जना आज दिक्कु सकिन्छ होला नि आज कि सकिँदैन? खोइ के हुन्छ भाइ अब काँदै जाम। हजुर कुन चाहिँ त्यो एक किस्ता हो कि 2 किस्ता काट्नु नि आज? बल्ल गएर चाहिँ काट्नु पर्छ काटिँदैन अब पत्रको यता पनि त साह्रै छ होला। ए दिक्कुले यहाँनिर जाँडहरू बोकिराख्नु भएको छ खेतालाको लागि। हक्कासँगले भरे घाम पनि खतरा लागिरहेछ भने माथि त बिहान त म त आज त पानी पो पर्छ होला भनेको दिक्कु। पानी पर्छ पुरै बिहान उठेर त ढुमिरहेको छ दिनभरि त 8-9 बजीदेखि त घाम चर्किन थालिगयो नि। हजुर घामले त टाउकै पुरा रन्न बनाउँदैछ नि। ल आज अब को आउनुहुन्छ हेरौँ र हेर्दै गर्नु होला भित्ता तासै गाउँघरको कामहरू के कस्तो लाग्छ हेर्दै गर्नु होला है। यताको बारीहरू चाहिँ सबै बजेको रहेछ। यो त कति भयो दिक्कु बजेको? यो त निकै भयो नि। 2 साल भयो? 2 साल 4 साल। ए पुरै हामीलाई थाहा भयो त पुरै यता बारीहरू खेतहरू थियो सबै बजेछ अहिले त। 4 साल 5 साल जस्तो भइसक्यो बजिएको। अनि आमामा हालत यस्तो छ। ऊ तलको एउटा गरा मात्रै रोप्नु भएको रहेछ त यहाँ त? त्यो मात्रै हो त्यो पनि पानी छ। यहाँको चाहिँ रोप्नु रहेछ। यहाँदेखि तलतिर अलैँची रहेछ अनि यहाँदेखि यतापट्टि पनि सबै बजेर यस्तो छ जङ्गल। यता पनि जङ्गल छ सबै यस्तो छ। अहिले पहाडको गतिहरू त्यहाँ मासतिर पनि बारीहरू थियो त सबै जङ्गल। ए ल अब चाहिँ सबै सोखिम भयो अब। यो घरको यहाँ सन्तानै माथि गयो। अनि यहाँनिर थियो एउटा गोठ यहाँनिर थियो। भाउजू पनि पछाडि आउँदै हुनुहुँदो रहेछ। अरू चाहिँ भाउजू? हजुर के भन्नुभयो भाउजू? ए हजुर कोही पनि आएको छैन भाउजूहरू? भाउजू पनि यहाँ पछि आउँदै हुनुहुँदो रहेछ। अनि अहिले अगाडि दिकपुरामा यसो गफ गर्दै जाँदैछौँ। अनि यस्तो छ हालत। यता मासतिर पनि यस्तो छ। यहाँ सबै बारीहरू थियो अहिले गाउँघरमा यस्तै छ। के गर्नु सबै बसाइ सराईले गर्दाखेरि गाउँघरमा रित्यो। खेतालापात पनि पाउन छोड्यो। यता तलतिर पनि खेतै थियो। ल हामी चाहिँ खेततिर आइपुग्यो। खेतमा आइपुग्यो। यहाँ यता तास्नुपर्ने हो। आज यता अगाडि तास्नुपर्ने छ। आम्मामा घाम आज यस्तो घाममा के गरी तास्नु हो? टाउको फुटौला जस्तो घाम लागिरहेछ। कस्तो यो अलैँची चाहिँ रोगले मरेको हो कि बेला यस्तो हो? यो अब यो यतिखेर यस्तै हुन्छ सब। ए अनि अर्को मजुरा आउँछ। ए अहिले त यो फलिसकेको होइन र दिएको यो? यो फलिसकेको छ। ए यता त धान पनि रोपिसक्नु भएको रहेछ त। उत्तम दाजुले रोप्नु भएको होला यो चाहिँ? ए यता चाहिँ रेडी गरिसक्नु भएको रहेछ। ए अहिले पाइपबाट आउँदो रहेछ नि त पानी त? यता कुलो सुक्खादेखि हजुर पात्रै रोप्नु भएको रहेछ भाउजू। ए धेरै पानी हुन्छ भनेर यो पनि पछि ढलेर खत्तम। ए कुलो गरामा त त्यही ढलिहाल्छ नि भाउजू। अलैँची पनि यस्तो छ। अलैँची बोका यता आज तलतिर काट्नुपर्ने हो भित्ता। यता बिउहरू यता भइसकेको रहेछ त लगभग बिउहरू पनि।
ए दिगो पनि माथि आइसक्नु भइसकेछ हौ खेताला त सबै घरमुली भन्दा छिटो छिटो आइपुग्नु भइसकेछ त सब खेती यता चाहिँ बाँझेर सब यस्तो छ यो सब यो एरिया यो माथि जङ्गलको यो सबै यो बाँझेकोहरू हो यो चाहिँ पानी नपुगेर दिएको यो मासतिर घर नगर्नु भएको यो कात्तिके बुद्धेको खेतको मासतिर त ए यस्तोमा सब आइपुग्यो हामी चाहिँ यहाँ खेतमा ए सबै दिकहरू त अगाडि नै आइसक्नु भएको रहेछ नि त ए त्यो माथिबाट आउनु भयो क्या दिकको होइन हामी तलबाट आएको ए जम्मा चाहिँ अघि कोदाली माथि लिनुको छोइरहेको हजुर थियो हामी गएको छ अहिले आउनुभएको तपाईँ के भन्छ बुढा सँगै आएको अहिले हामी चाहिँ अब तयारी भइसकेको छौँ चटो कोदाली लिएर अब यसले पनि टक्क कोदाली देखाइदियो त कत्रो छ तेरो किन ठुलो ए उत्र रहेछ यसको ठुलो रहेछ यसले चाहिँ झ्याम्किकन हान्नु तलतिरदेखि काट्नुपर्ने छ यहाँदेखि तल पुच्छारदेखि काट्दै निकाल्नु पर्ने छ यहाँ गर्मीले मार्ने भयो मरि आइज यस्तो गर्मी छ आमा के गरी काट्ने होला के गरेर दिन काट्ने भएर र त है अनि अस्ति नै हामीले यहाँ तल पनि आली लगाउन आएको थिएँ म यहाँ तल अहिले हल्का देखिरहेको रहेछ यतातिर आएको थिएँ यहाँदेखि तलतिर यहाँको चाहिँ अब 30 गते रोपाइ भन्दै हुनुहुन्थ्यो 30 गते जानुपर्ने छ यहाँ चाहिँ हाम्रो आज चाहिँ यहाँनिर छ्याम भित्ता काट्ने हो यतातिर दिगुले सुरुवात गर्नु भयो अब सकिन्छ आज छिटै ए सक्यो होला नि दिगो होइन आएन एकजना खेताला ए सकिएन त्यसो भए आमा पानी पऱ्यो भने कमाल हुन्थ्यो है यस्तो त हजुर तास्दाखेरि खराङ गर्छ अनि त्यहाँदेखि उता चाहिँ हो तास्नुपर्ने अब हामीले गर्मीले त मारो अब ल म पनि यहाँनिर झ्याम्टा बजाउने अब यस्तो छ अनि बज्छ अनि अझै यो त कलिअलि हल्का चिसो रहेछ फुक्को भएको अन्त हिजो अस्ति हल्का पानी पऱ्यो त्यसै कारणले गर्दा अलिक कमाले रहेछ नभए त ल सुरु गरौँ म त दाहिने सबै आज त दाहिने मात्रै म पनि दाहिने नि चलाउँछु तपाईँ चाहिँ देब्रे दाहिने ए हल मिलेको नि मेरो त काका दिगो बाउ चाहिँ देब्रे हुनुहुन्छ ए ल ठिक त्यो पनि देब्रे नि ए दाहिने म छु त नि दाहिने ल अब हामी चाहिँ यता यहाँदेखि माथिसम्म काट्नु पर्यो जस्तो छ ए लरी सिक्यो साह्रो रहेछ भाउजू हजुर गइरहेको 4 गरा म त गरेको राम गलेर झन्डै ल म पनि अब यहाँ सङ्की जाम खन्छु भित्ता तास्छु है अब ल 12 बजेको लास्टै घामले हानिरहेको छ अहिले त्यही भएर म चाहिँ अलिक शीतलमा आएको छु पर्तिर चाहिँ गर्दै हुनुहुन्छ यस्तो
यस्तो घाममा पनि आम्मा कम्ती घाम लागेको छैन क्या यो समयमा चाहिँ। भर्खर यहाँ पर तलदेखि थालेको यति हुँदैछ माथि माथि। गर्मीले लास्टै साह्रो बनायो साह्रो। आम्मा यस्तो हानिरहेछ नि। ल यहाँ काकाले पुरा पानी ल्याउँदै हुनुहुन्छ। तलबाट आउनुभएको हुन्थ्यो त नि हो। यस्तो घाम लागिरहेछ नि आम्मा पानी चाहिँ खाएलौँ। तपाईँको चाहिँ जाँरो खाइसकिन्छ नि त्यत्रो तातो होला त भने उमाले यस्तै बोला त नि बाहिर राख्नुभएको अनि यस्तो घाममा उम्ल्यो होला त नि होइन तातै छ पानीमा लगायो भने तातिहाल्छ नि यस्तो घाममा पानी तातो भयो ठिक छैन अमिलो हुन्छ मिठो छैन यदि जाने माछा तपाईँले यति जरा यो मिठो खालको हो नि यो जान्छ डम्बर यहाँनिर मेरो टुङ्गाको छ खुट्टा हेर्नु नि त्यसको कत्रो कत्रो मजा आउँदैछ डम्बर मजा आउँदैछ तातो घाममा काका चाहिँ गलेको काका ठक्कै लाग्यो नि गलेको भए त ठक्कै चाहिँ लागेको कस्तो मजा हुँदैछ नि होइन त्यो कोदालो देखाइदिनु मेरो ठुलो छ तपाईँको त कोदालो देखाउनु त कोदाले माछा नै ठुलो यो सानतिर चाहिँ चलाइ जाँगारिलो भएपछि यस्तै हो नि होइन घामले साह्रो पारो ल अब चाहिँ हाम्रो खाजा खाने समय भयो है खाजा खाने समय भयो अनि यहाँ काकाले एकदमसँगले जाँडको बोतल चाहिँ रिताइसकेको छ खाजा खानुभन्दा अगाडि नै अनि यता खाजा खान जाँदै हुनुहुन्छ र म पनि जाँदैछु यहाँ माथेन बुढो एक बोतल जाँडले एक जम्बुले माटे जस्तो नदेखिदिएछ म त आँखा माटो बसेर चाहिँ हो धुलोले ए मुख धुनु पर्यो नि त्यसो भए त्यहाँ हातमा बोकिरहेछ पानी भयो भन्छ अब चिसोले त धुने हो त नि यहाँ खाजा खानु माथि आइसक्यौँ है गोठमा बर्खेमा हामी खाजा खानुको लागि तयारी डमर चाहिँ आएको जोरो छ यसो के भएर एक्कासी सुत्दैछ है होइन अस्तिदेखि यो खाँदै थिएन जा राख्छु नि चिया पकाउनु लागि हो के र तैँले चाहिँ ल चिया पकाउनु चट्टोसँगले खानुपर्छ तातो गर्मीमा होइन स्वाद हुन्छ आउनु आइपुग्नु भएछ ल बस्नु काका बस्नु गल्नुहुन्छ क्या अहिले बस्नु नि अघिदेखि उभिएको उभिएको देख्छु म कतिको गर्मी हो त गरम कतिको भयो हो र थुरथुरी जाडोले है फेरि एक जम्मु जाँड आयो अझै एक जम्मु छ है मातेर ढलिहाल्छ नि कामै गर्न सक्दैन नि बुढाहरू तिन जम्मु नि जिम्मा रहेछ आज बुढोलाई कोही पनि नखानु हुँदो रहेछ होइन अहिले नै मात्र आँखा झिउझिउ रातो बनाइसक्यो ए हो धुलोले होला सायद कोही हामी नखाने पर्यौँ सबैजना अब अझै एकदम छ है के भएर सुतेर योगेर चाहिँ है यो खै
मैले जाडो खान्छु अझ त अँ, छिन मात्र चाहिन्छ यसलाई त र त जाडो रक्सी खानु नभेट्नु म यसलाई तपाईँले नसक्ने यसलाई अहिले त झोला झोला पुरै यसको पेप्सीको झोला हुन्छ अहिले ल मलाई हो ल सर्वप्रथम मलाई सबैभन्दा फर्स्ट मैले पो पाएँ त खाजा त लु काका नुनहरू के कसो लाग्यो है त ल सुरु गरौँ है त आहा कस्तो मिठो हावा है अहिले हरियो खोर्सानी छ दाजु ल्याउनु त ल खोर्सानीको त बोटै पाएछ त नि अनि खोर्सानीको त अझै बोटै आयो थोरै दिन अरे भुकुल देखाले जाले नगाइसकेको छ भुकुल काका अनि कहाँबाट होइन कति कुन चाहिँ यो जिमरै बोटे ल अब चाहिँ हामीले खाजा पनि टन्न खाइसक्यो फेरि अब हामी भित्र तास्न जान्छौँ अहिले चाहिँ दामी मौसम भयो है शीतल भयो अहिले चाहिँ अब चाहिँ हामी तलतिर जान्छौँ है फेरि भित्र तास्नको लागि अँ ल यता चाहिँ धान रोप्दै हुनुहुँदो रहेछ पानीले पुगे जति भुको काका त अब त रन थनी थाल्यो त भने आँखा भत्किन्छ र जोगिएर हिँडेको अब चाहिँ शीतल भयो अघि टम्बर शीतल दिन अब शीतल भयो घाम अब चाहिँ घाम चाहिँ कुहिरोले छोपो अब चाहिँ क्या मजा आउने हो क्या भित्र तास्नु कि सुई तास्ने हो अब चाहिँ 90 सय कसले पानीले यस्तो माथि गएको तपाईँले जाँड सुन्ने बित्तिकै त्यति जाने नै मात्दो रहेछ अनि खै कहाँ पुगिहाल्छ नि होइन लु हान्दिन सुरु गरिदिइहाल्यौँ न त त्यही होइन र तपाईँको गोदालो लु हान्दिनु न झम्की जाम लु अनि चाहिँ माथेको होइन रहेछ भन्छु म हान्दिनु नि त सिकाइदिनु त लु कुन तरिकाले चाहिँ हान्दा चाहिँ अलिक छिटो हुन्छ मेरो कुन तरिकाले जान्छ त्यो त अब छुट्यो भइहाल्यो नि माथि छ अब चाहिँ अनि कस्तो अलिकतिले नै माथि गएको भने कुरो अहिले हो तर मेलो गएन नि यो गरिदिन सुई कतामा जानु पऱ्यो क्या त्यस्तै छ त नि लु न सुई झारिदिँदा एकचोटि अनि चाहिँ कतिको पावर रहेछ अब चाहिँ हो है यसरी बच्छ है कमालो छ आमा धुलो यस्तो उडिरहेको छ आमा सुई झार्नु न पावर लगाएर अलिक पावर लगाउनु न हौ 7 बजीसम्म र छिटो सकेर जानुपर्ने हुन्छ नि त नि अब ल त छिटो झ्याम्की जाम यो केटो खतरा छ झार्नु न हाम्रो अन्तिम चरणमै छ अब चाहिँ अब लगभग सकिन लाग्यो यहाँ डम्बरेर लास्ट तेरो फिनिस त्यही होइन त्यहाँ अन्डर छैन होइन पल्लोसम्म यो यो अन्तिम हो नि त होइन ए त्यो पनि आँखा पनि काट्नुपर्ने हो ए ल ल यो गरेर पनि यहाँ पनि हो
ए ल यो त कता हामी परतिर जान्छौँ अन्तिम अवस्थामा आएर चाहिँ भुगेकाले खतरा काट्नु थाल्नु कि जानु कि घाम नलागेर हामी त जुस लाग्यो त्यतिखेर खोइ ए जुस लाग्यो भनेर खोइ जानु यहाँ के जानु एकै तानु 6 नम्बर त एक ठाउँमा 2-3 मिनट लाग्छ अनि हो र छिनो खाएको ठाउँ छैन बुढोले त यस्तो दिन थाल्यो अहिले त अल्छी लागेको हो लु न लु अन्तिम अवस्थामा आइपुग्यो त अन्त यो हो नि त पारा भुते छौ दालाई भिडियो अब चाहिँ हाम्रो काम आजको लागि सम्पन्न भइसकेको छ एकदम हाम्रो भुकु काका पनि खुसी हुनुहुन्छ सकिएर होइन त खुसी छौ नि हामी होइन छुट्टी भयो भनेर एकदम भुकु काका खुसियाली अनुहार पारेर चाहिँ अब मेलाबाट निस्किसकेको छ अनि म पनि निस्किसकेको छु खन्दा रात चाहिँ ठुला उठिसक्यो झापको भुलकाका कता जाने घर जाने कि बन के भयो बन जाने भनेर शिकार खेल्नु हाम्रो काम चाहिँ यति भएको छ है भएको छ सबै अब एकदम राम्रो देखियो अब यसलाई पानीले यस्तो नम्बर यता जस्तै यता यस्तो आली लाएर चक्कसँगले अनि त्यसपछि रोपाइ गर्ने बेला हुन्छ त यता कहिले तर पानी परेपछि मात्रै पानी पुग्छ र नभए पुग्दैन यत्रो पानी दिएर त यत्रो एरिया त उता पल्लोपट्टि पनि छ दिगुले चाहिँ चुलाको लागि ढुङ्गा हल्ला हुनेको यहाँदेखि भएको छ र यत्रो टाढोदेखि हामी उता पाइहाल्छ होला नि दिगो ढुङ्गा त यो अलिक राम्रो छ अरे यसलाई भनेको यहाँदेखि त नि बोक्छु नि अब चाहिँ हामी यहाँबाट घर जान्छौँ टक्कसँगले कोदाली बोक्ने हो अनि त्यसपछि जाने हो लु जाउँ बुझु ल बुढोले ढुङ्गा चाहिँ बुढोले काँधैमा बोकेर लान्छु भनेर चाहिँ काँधैमा बोकेर लाँदै हुनुहुन्छ अनि यता दिकहरू पनि पछि आउँदै हुनुहुन्छ यतिको ढुङ्गा त नि होइन बुढो नबिसायो नि होइन र अनि यता म चाहिँ दुईवटा कोदाली बोकेर चाहिँ यहाँनिर घरतर्फ हामी जाँदैछौँ अनि यहाँदेखि अब हामीलाई घर पुग्नको लागि लगभग 20देखि 30 मिनट लाग्नेछ घरमा गएर खाना खाएर अनि घरमा हामी झर्छौँ कान्छी छोरी के गर्नुभएको हिलो खेलाउँदैन नि त छोरी यो कोदाली बोक्नु सक्नुहुन्छ यो सक्नुहुन्छ छोडिदिनु सक्नुहुन्न छोरीले सक्छ होला ए यहाँ आउनु त यहाँ आउन छोरी यहाँ आऊ त यो के हो यहाँ आउन यहाँ आऊ त अरे यहाँ आऊ न यहाँ आऊ त यो के हो यो के हो छोरी उसले भन्ने आउँदैन कोदाली भन छोरी कोदाली भन त्यो चिसी फोहोर खेल्नु हुँदैन नि त नि ल घर जाउँ घर जामिन त ल मलाई पानी देऊ गएर ल जाउँ लु भान्जी पनि हिँड्नु ल छोरी लु दिदी जानुभयो नाना जानुभयो लु हिँड त उठा ल छिटो ल छिटो बिस्तारै लु चप्पल खोइ त नि उ त पऱ्यो होला ल अहिले लडाउनुहुन्छ अहिले अहिले लड्नु छ त्यस नगर्नु बिस्तारै लु छोरी मलाई पानी देऊ मलाई पानी देऊ ल मलाई पानी देऊ छिटो ल पानी देऊ मलाई त छोरीले दिन्छ ल मलाई दिने ल
हौ खोइ अब खोइ अरे अरे ए आऊ यहाँ मसँग आऊ त आऊ त म के देखाउँछु आऊ त लु राख्नु आऊ आरे तँलाई घटेको हो कि हो आरे घटेको हो यहाँ आऊ त आरे आरो यहाँ आऊ ल आऊ ल कति खतरा नि सबै त्यो बनाउने बोल्न लाइसो त नानी कहिले तिमीले पनि हान भन्दा त तिमीले पनि हान्नुपर्छ तिम्रो त बुद्धि त हो अरे म चाहिँ अब घर जाँदैछु यहाँ घरमा पुगेर आउँछु म नुहाइधुवाइ गरेर कपडा सबै खोलेर खाना खान आउँछु म चाहिँ अहिले घरमा आएर पनि नुहाएर अनि फेरि माथि खाना खानु गएर अहिले भर्खर फेरि घर आइपुगेँ अनि खाना खाएर अहिले भर्खर घरमा आइपुगेँ अनि त्यही भएर यसो भिडियो पनि हल्का लिन पाइनँ चार्ज नभएको कारणले गर्दाखेरि अनि आजलाई चाहिँ मेरो भिडियो यहीँनिर एन्ड गर्न चाहन्छु फेरि अब अर्को भिडियोमा भेटौँला बाई बाई।